हेलो नमस्ते एन्ड गुड मर्निङ एभ्रिवान। अहिले बिहानको 5 बजेको छ र हामीहरू 6 बजेको गाडीमा चाहिँ डडेलधुरा जानेछौँ। यहाँदेखि अत्तरिया र अत्तरियादेखि डडेलधुराको यात्रा आजै हुनेछ। ललेसी इन्लिस भिडियो ओके। अब लाग्यौँ हामी आफ्नो बाटोतिर। बोलपुरको बस पार्क हुँदै गयौँ आफ्नो बाटो। जस गाडीले चाहिँ 3 घन्टामा हामीलाई पुगायो। अत्तरिया पुग्यौँ। त्यसपछि हामीहरूले आफ्नो आफ्नो सामान निकालेर खाना खानेतर्फ लाग्यौँ। त्यही भेट्ने गर्नु खाना म त खान्न ए धनगढी सरिया हो म त किन खाना बनाएर भयो त अन्त त्यही अरु चीज खाने खान्छी त भात खान्छी खान्छी त उता खाद्य गर्न नि खाने नि 5 सम्म पुरो सोध्यो ह यहाँ लेखेको के भयो आज? म त टाउको दुखेर बस्नु सुतेर टन्न भएपछि पार्कनिरको कुनै एउटा होटलमा बसेर खाना खान लायौँ हामीहरू। अब खानासाना खाएर हामीहरू यहाँदेखि हिँड्ने फुपू र दिदी आउनुहुन्छ। त्यसपछि हामीहरू यहाँबाट लाग्छौँ डडेलधुरातर्फ। अत्तरियाको बस पार्क। मम्मीहरू त्यहाँ हुनुहुन्छ, म त गएर चिप्स बोकेर अब खाने। मेरो जन्म ठाउँ हो यो। साडी उठाइ आइरहन्छ। त्यो साडी छोडिहाल्नु त। बुहरू आउनुभयो। त्यसपछि हामीहरू डडेलधुरातर्फ लाग्यौँ एउटा आइसमा। त्यहाँको बाटो सम्झेर त अझै पनि टाउको घुमाउँछ मेरो चाहिँ। तर चाहिँ गएको एक्सपिरियन्स चाहिँ राम्रै भयो। झन् डडेलधुराको बाटो झन् घुमाउरो हुन्छ। मजाले बस्न पाइएला भनेको त मान्छे धेरै बसालेर घुम्न यता फर्क्यो भने ठाउँ छैन, उता फर्क्यो भने ठाउँ छैन। गाडीको गन्धले टाउको दुख्न थालिसकेको थियो हामीहरू। अनि यताको भ्यू हेर्दै गाडीमा बसेर गएँ। अनि हामीहरू चाहिँ नयाँ पुलमा छौँ। त्यो गोदावरीको पुरानो पुल। मान्छेहरूको भिड थियो फोटो खिच्नेहरूको। त्यो सजाएको रहेछ, राम्रो बनाएको रहेछ। पुरानो पुललाई फोटो खिच्ने ठाउँ जस्तो भएछ। सबै त्यही बसेर फोटो खिच्ने रहेछन्, टिकटक बनाउनु रहेछन्। भिड थियो त्यस नाइस। अब पालो जामको। हामीहरू यहाँ लगभग 15 मिनट जाममा फस्यौँ। उता डोजर लगाएर बाटो सफा गरेर आएको थियो कि साइडमा चाहिँ नि त्यो खाल्टो बनाइरहेको थियो। पाइप बिछाउन अब यहाँ खाना खानलाई रोकिनु भएको थियो। हामीले चाहिँ खाना खाइसकेको थियौँ। त्यही कारणले टिकटक बनाउँदै भिडियो बनाउँदै बसिरहेको थियो। कहिले फुल टिप्यो, कानमा लगायो। यस्तै त हाम्रो नौटङ्की। दिदी बहिनीहरू मजाले फोटो भनेर पोज दिइराख्नुपर्छ। तर यो भिडियो सरी गाइज, यो भिडियो है। मेरो मम्मी गाइज यो चाहिँ नि भिडियो नै हो, तपाईँ पोज नदिनुहोस्। बादल लागेको छैन, हजुरको चस्मा कालो छ गाइज। बादल लागेको छैन गाइज, हजुरको कालो चस्माले बादल जस्तो देखियो गाइज। गाइज टफी ब्यागमा छ गाइज भित्र। खान्डाला पुग्यौँ हामी। यतिमा पनि देखिन्न है। मेरो फर्स्ट टाइम एक्सपिरियन्स कस्तो स्वर्ग जस्तो नै लाग्ने कि डाँडाबाट हेर्दाखेरि। ठिकै हो, घुम्नलाई ठिकै हो, बस्नलाई त गाह्रो छ हो, गाह्रो छ। यस्तो डाँडा काँडामा हिँड्नै गाह्रो छ। अहिले त लालीगुराँस छ। अनि लालीगुराँस पुग्ने टाइममा कति राम्रो देखिन्छ। माइ गड, फाल्गुन चैतमै आउनु पर्ने रहेछ। कस्तो राम्रो देखिन्थ्यो होला। अहिले त कुनै रुख मात्र थियो। डडेलधुरा बस पार्क छ हाम्रो। डडेलधुरा बजार।
चाहिँ बस्नुहुन्छ गफ गर्छन्। पास्तमरी भदै जेठी भदै दिदी पारे माइली भदै। भेटघाट कार्यक्रमपछि हामीहरू फुपूको घरतर्फ लाग्छौँ, बिहेको घरतिर लाग्छौँ। यहाँदेखि सायद 2-3 या 4 या 5 यस्तै किलोमिटर छ। अब रिक्सामा गयो। आमा दिदीहरू यी यस्ता छन् नि, तिनटी मेरो फुपू त सिकाउनु रे। यिनले अझै मात्तिया छन्, उन त मात्तिएका थियो पहिलेदेखि। त पहिलेदेखि मात्तिया थियो, उन अचेल मात्तिन लाग्दैन। अब यिन बाँकी छन्। बेहुलीको घर यहाँ छ। हामीहरू यहाँदेखि अब वहाँसम्म हिँडेर जानुपर्छ, त्यहाँसम्म। बाटो यस्तो छ, यहाँ यस्तो बाटो पनि हिँडियो। अब कहिले नै बाटो पनि हिँडियो। हामीहरू पनि लेङ्गा लगाएर कस्तो फिल भएको छ बाबु? बाउजू कस्तो भइरहेको छ लेङ्गा लगाएबाट? पोज दिन लाग्दैन बाउजू त। मेरी बाउजूलाई त क्यामेरा देख्नु पर्यो नि त, पोज दिन स्टार्ट हो। ल आशा पछाडि काम थियो जानु। अब हेर बाउजूको लेङ्गै दामी छ। आइयो बाबै थकाइ लाग्यो हौ। अब राति नाच्ने कसरी हो थाहा छैन। अन्त पनि खाएर हिँडिसक्यौँ। बेहुलीलाई सबलाई छोडेर सब थकाइ लागिसक्यो होइन गाइजहरू? थकाइ लाग्यो नि गाइजहरू? यस्तो डाँडामा युट्युब च्यानल। अब यस्तो छ हालत। तराईको मान्छे यहाँको हिँड्न त गाह्रै छ होइन? पहाडकै मान्छे यहाँ स्यासेर खाएर हिँड्न लाग्छ सबै। अब लाली गुराँस फुल्ने टाइम भइसक्यो त कस्तो राम्रो देखिन्छ होला नि डाँडा। थकाइ लाग्यो हामीलाई त पुरा। यति दुःख पाइ पनि जनता
जन्ती जानुपर्ने हामीलाई यहाँ छ बिहाको घर पहाड भात खाउन भडबाट नाच्न भडबाट दियान दिया तमिजा दिया कहाँ जानु म त थकिए आइयो कुसमानी गण जन्ना है पकड्लाइको अन्त हाल गावे दिल्ली री झूम उठे आ गया हाल गावे दिल्ली री झूम उठे आ गया ल्याउने पर्छ हरिको पाल्नु होइन आन्टी चिरा खोला ल्यादै उ त चिरा खोला त्यो त बडा रहेछ त्यो माथि गएर दिनु त्यो त माथि गएर दिनु त्यो बडा चिरा साल आन्टी यो हैन हा ठट्ट ठट्ट खोजो खोजो होला दुई हात नजिक नजिक ल्यायो नजिक ल्यायो ताउ नजिक ल्यायो ताउ लाको नजिक ल्यायो यसबाट कि आगे सुनिस् दुई सँग ल्याउनु कि चामल ल्यायो हो खोल्दै ल्यायो डोग दे Hello guys, we are going to the Ugratara Mandir. जानु हजुर जानु मन्दिरको नजिक नजिक पाइहाल्छ नि पहिला दुईजना त हुन्छ बाइकमा लडाए फुवाजीले लडाइदियो उनीहरूले फुवाजी यति हल्लिनु भयो अरे लोटी जानुभयो अरे क्या दुईजना उग्रतारा मन्दिर बस्न लाग्यौँ हामीहरू चाहिँ मलाई फोटोग्राफर बनाएर ल्याउँछ
तलबाट कि माथिबाट मलाई फोटोग्राफर बनाएको छ नि आफू चाहिँ पोज दिन लाग्छ यहाँ सेलिब्रेटीहरू गाह्रो छ जिन्दगी मेरो पनि तर मलाई खिच्छु बनाउँछु हजुर आफ्नो आफ्नो काम गर्नु म चाहिँ टाइममा गरिहाल्छु जानु हजुर फुवाजु हजुर पछाडि नपर्नु त भित्र गएर बाल्ने हो नि पहिले ए उसमा सलाई माग्नु पर्छ टुक्रा त मलाई गाईबाट हुन्छ मन खुट्टा खोइयो तिमीले अर्को सोच्ला नि मैले अर्को सम्म रहेछ टिकटक गर्नु बर्थडे अहिले त त्यो मजा लाग्दैन